इम्पोर्टेन्ट कुरा के छ भने हामीले घर किन्ने भन्छौँ नि, साँच्चै भने नि घर किने होइन कि जग्गा किनेको। जग्गा किने। जग्गामा भएको सामान जुन घर छ त्यो पनि आउने हो कि। ए ओके भन्नुको मतलब के भन्दाखेरि इम्पोर्टेन्ट एउटा बुझ्नुपर्ने कुरा, हामीले जब चेक गर्छौँ नि फर्म 1 मा डकुमेन्ट्सहरू, त्यो घर चेक गर्दैन, जग्गा चेक गर्छ। जग्गा चेक गर्छ ए भनेपछि अस्ट्रेलियामा घर किनबेच हुँदैन, जग्गा किनबेच हुने हो। जग्गामा अफकोर्स टाइटलमा जुन छ त्यो त्यसलाई चाहिँ इम्प्रुभमेन्ट भएको भन्छ कि। घर भन्दा पनि ल्यान्ड इम्प्रुभ ल्यान्ड, त्यहाँ चाहिँ इम्प्रुभ गरेको भनेको घर टहरा जे छ त्यो आउने भन्ने भएन। यसको किन इम्पोर्टेन्स छ भन्दाखेरि एकदमै कुरा चाहिँ के हुन्छ, कहिलेकाहीँ चाहिँ हामीलाई के क्वेसनहरू आउँछ नि, घर मैले किनेको थिएँ त्यहाँ यो सामान बिग्रेको रहेछ, उसले चाहिँ मलाई अब घर हेर्न जाँदा सधैँ थियो, अहिले पास गरेर आइसकेपछि चाहिँ बिग्रेको रहेछ। देयर इज नथिङ वी क्यान डु द्याट अनलेस इट्स इन द कन्ट्र्याक्ट सेइङ द्याट त्यो चाहिँ वर्किङ अर्डरमा हुनुपर्छ अथवा यो हुनुपर्छ भनेर नलेखेसम्म, कन्ट्र्याक्टमा नलेखेसम्म जे छ त्यो लिने हो। ए ओके होइन, त्यो चाहिँ एकदमै त्यही भएर हो। आई थिङ्क आई रिमेम्बर मैले घर किन्दाखेरि पनि आई रिमेम्बर मलाई चाहिँ मेरो ब्रोकरले, मेरो अर्को बेच्नेको एजेन्टले, मेरो ब्रोकरले चाहिँ कुलिङ अफ पिरियड सकिएको छ अथवा कन्ट्र्याक्ट साइन गराएको छ भने पनि इन्सुरेन्स गर घरको हो भन्दै। त्यही भएर होला है। एक्ज्याक्टली, किनकि यहाँ चाहिँ इक्विटेबल इन्ट्रेस्ट भएको भनेर भन्छ कि। इक्विटेबल इन्ट्रेस्ट भने भोलि त्यो घर जल्यो भने, घर जलेर खरानी भयो केही भयो भने योर इन्ट्रेस्ट इज देयर, यु हेभ साइन द कन्ट्र्याक्ट। अघि मैले भने त्यो घर नभए पनि तपाईँको जग्गा मात्रै भए पनि लिनु पऱ्यो, त्यो घर त आएको हो त्यहाँ होइन। सो यु निड टु प्रोटेक्ट योरसेल्फ।